Yo, कैसे केटा हो? वेलकम टु माई फर्स्ट लङ भिडियो अबाउट फ्री फायर एन्ड फ्री फायर डाउनफल है। सो मैले सुरुमा चाहिँ च्यानल बनाउँदाखेरि सर्ट फर्म भिडियोज मात्रै हाल्छु भन्ने सोचेको थिएँ। अब तर लङ फर्म भिडियो पनि हाल्नु पऱ्यो, केही इम्प्रुभ चाहिँ गर्नु पऱ्यो भनेर सोचेर मैले लङ फर्म भिडियोतिर पनि सिफ्ट भएको अलिकति होइन। सो यो हाम्रो च्यानलमा चाहिँ लङ फर्म भिडियोमा चाहिँ हामी के हाल्छौँ भन्दाखेरि फ्री फायर नेपाल कम्युनिटीलाई कसरी इम्प्रुभ गर्ने अनि नेपाली स्पोर्ट्सलाई कसरी ल्याउने होइन त। किनभने अहिले मैले यसो गेम खोलेर हेर्दाखेरि पनि त्यहाँनिर बङ्गलादेशको लागि मात्रै थियो क्या, डेडिकेट बङ्गलादेशको लागि मात्रै छ। अब बङ्गलादेशमा त फ्री फायर हामीले इन्डियन सर्भरबाट सार्दाखेरि त बङ्गलादेश अनि नेपाल भन्न सारेको छ, तर त्यसपछि त अब त्यही हो होइन, बङ्गलादेशको लागि मात्रै गरिरहेछ। सो आई थिङ्क द्याट एकचोटि एकजनाले स्टेप लियो भने अरूले पनि साथ दिन्छन्। सो त्यही साथको लागि मैले यो च्यानल खोलेको मैले। सो स्टार्ट अ भिडियो है। सो तिमीहरूलाई नै एउटा क्वेसन सोध्न चाहन्छु। यु गाइस टेल मी द्याट फ्री फायर कम्युनिटी छ कि छैन? फ्री फायर नेपाल कम्युनिटी छ कि छैन? आई नो द एन्सर, छैन फ्री फायर नेपाल कम्युनिटी। किनभने नेपाली मान्छेहरूको, नेपाली प्लेयर्सहरूको सपोर्ट छैन क्या। फर इक्जाम्पल टुन्डे दाईहरू हेर, सोनिटालाई हेर होइन, थोरै न उहाँहरूले पनि म हिन्दी नै बोल्छु, हिन्दीबाटै गर्छु, हिन्दी सजिलो लागेर हो त होइन नि त। नेपालमा सपोर्ट नभएर नि त उहाँहरूले टुपी गरेर आधी नेपाली निस्किरहेको हुन्छ, त्यो पनि हिन्दी बोल्न खोज्छ। किन? नेपालीको अडियन्सको सपोर्ट छैन क्या नेपाली युट्युबरहरूलाई। मैले अहिलेसम्म देखेको भनेको एकजना न्युज बनाउनुहुन्छ नि, उहाँले मात्रै एकचोटि नेपालीमा हाल्नुहुन्छ होइन त। उहाँ अहिले पार्टनर प्रोग्राममा पनि हुनुहुन्छ, उहाँको नाम मैले बिर्सेँ, म यहाँनिर स्क्रिनमा हालिदिन्छु होइन। सो मैले उहाँलाई मात्रै देखेको छु क्या एकजना नेपालीमा हाल्ने भिडियो, अरूको त सब सानो सानो क्रिएटरहरू मात्रै छन् है। सो फर्स्टमा चाहिँ हामीले उहाँहरूलाई सपोर्ट देखाउनुपर्छ क्या, सपोर्ट देखाएपछि मात्रै हुन्छ। सो फर्स्टमा चाहिँ हामी उहाँहरूलाई सपोर्ट गरौँ, त्यसपछि नेपाल फ्री फायर कम्युनिटी बनिन्छ है, बनिन्छ त्यो। त्यसपछि अब कुरा आयो हाम्रो यो नेपाली स्पोर्ट्स। अस्ति टुन्डे दाइले एउटा गराउनु भयो खत्रेवाला स्पोर्ट्स होइन। सो अब त्यस्तै स्पोर्ट्स गराउनुको लागि त अब सानैदेखि ठुलो बनाउनुपर्छ। सो इफ यु गाइज विल सपोर्ट मी, म पनि स्पोर्ट्सहरू ट्राई बनाउन थाल्छु। अनि त्यसपछि अब यो एनएक्सटीहरू हुन्छन्, तिनीहरूलाई एकचोटि हामीले कन्ट्याक्ट गर्छौँ। त्यसपछि बिस्तारै हुन्छ है, सपोर्ट देखाउनुपर्छ। सपोर्ट गरेपछि बिस्तारै स्पोर्ट्सहरू ल्याइन्छ। सो स्पोर्ट्स र फ्री फायर कम्युनिटीको कुरा यति गरौँ यो भिडियोको लागि। सो अब हामी मेन मुद्दामा फ्री फायरको डाउनफलको बारेमा। यो एकदमै इम्पोर्टेन्ट मुद्दा है केटा हो। र यहाँ सुन, अब हाम्रो फर्स्ट कुरा चाहिँ के आउँछ यसमा भन्दाखेरि लाइक पिसी प्लेयर्स अनि मोबाइल प्लेयर्स भन्छन् नि, मोस्टली प्लेयर्सहरूले त्यही भन्छन् क्या, फेयर छैन गेम, यो छैन त्यो छैन, फ्री फायर इज अ फोन गेम अर एनिथिङ एल्स, त्यस्तो भनिरहेको हुन्छ होइन। सो सबभन्दा सुरुमा चाहिँ म तिनीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि तिनीहरू एकदम बेवकुफ हो है। यहाँ सुन, अब त्यस्तो चाहिँ किन भन्न थालेँ मेनली भन्दाखेरि चाहिँ पिसी प्लेयर्सहरूले एक्सट्रिमली प्यानलहरू युज गर्न थाले, रातै मात्रै हान्छन् है। सेतो पहेँलो त लाग्दैन, रातै मात्रै हानिरहेको हुन्छ। हो त्यो कारणले गर्दाखेरि चाहिँ अब हल्का हिट पाएको पिसी प्लेयर्सहरूले, नत्र टुन्डे दाइहरू पनि त पिसीमै खेल्नुहुन्छ नि त, थोरै न त्यस्तो हिट पाउनुहुन्छ टुन्डे दाइहरूले होइन, सेम कुरा हो क्या। अब तिमीहरू एकदमै बुद्धिमानी छौ भने चाहिँ तिमीहरू बुझिहाल्छौ मैले भन्न खोजेको कुरा। यहाँ सुन, म तिमीलाई एक दुईवटा इक्जाम्पल दिन्छु है। वाइट फोफो हेर, कम्प्लिट ह्याकर हो होइन, फुल प्यानल लगाएर खेल्छ, त्यही पनि मान्छेहरू सपोर्ट गर्छन्। फर्स्ट भिडियो हाल्यो 1 मिलियन भ्युज, 100 के कति के सब्सक्राइबर्स पुगिसक्यो। त्यस्तो लाइक आजकलको प्लेयर्सहरूले के छ भन्दाखेरि रातै नम्बर मात्रै हेर्नुपर्ने हुन्छ, पहिला लाग्यो कि नुब यस्तो त्यस्तो त होइन। जसको रेड कलरको मात्रै ड्यामेज लाग्छ त्यो सब ह्याकर हो, प्यानल युज गर्छ। रेड मात्रै लाग्ने कुनै पनि हालतमा त्यस्तो हुँदैन। तिमीहरू त्यति बुद्धिमानी छौ, त्यति गेमको एक्सपिरियन्स छ भने तिमीहरूलाई थाहा हुन्छ। नत्र टुन्डे दाइले पनि त हेडै मात्रै हेडै मात्रै हान्नुपर्ने, खुट्टामा जिउमा नो हेडै मात्रै लाग्नुपर्ने हो, त्यस्तो हुँदैन नि त होइन। टुबी गेमर हेरेर, अभिषेक वाइटी हेरेर त्यो तिमीहरूले अलिकति हेर्नुपर्ने हो क्या, एक्सपिरियन्ससँग पनि तिमीहरूले दाज्नुपर्ने हो क्या। प्यानल लगाउने अब ज्ञान गेमिङ हेरेर, सेम लाइभ इक्जाम्पल हेरेर ज्ञान गेमिङको, उसले त्यत्रो लाइभ स्ट्रिममा ह्याक लगाएर खेल्यो, सोल्टीले अझै पनि सपोर्ट गरिरहेछन्। म छक्क पर्छु क्या, फेयर प्लेयरहरू कति धेरै छन्, फेयर प्लेयरहरू त्यस्तो सपोर्ट हुँदैन। अनि जो चाहिँ प्यानल लगाएर खेल्छन्, तिनीहरूलाई आफ्नो खतरै आइडल मानेको छ, के गरेको छ, यो गरेको छ, त्यो सपोर्ट गरेको छ, जे पाइती भन्छ नि। फेयर प्लेयरहरूको चाहिँ आइडी ब्यान भएको छ, अनि प्यानल युज गर्नेहरूको चाहिँ भएको छैन। छक्क पर्छ देख्दाखेरि त्यस्तो चाहिँ। सो त्यस्तोहरूलाई चाहिँ तिमीहरूले सपोर्ट नै गर्दैन, फर्स्ट मेन गर्न छोड। सो त्यो गर्न छोडेपछि चाहिँ आधी जति कुराहरू यहाँ सल्भ भइहाल्छ है। सो म के भन्छु लास्टली भन्दाखेरि पिसी प्लेयर्सहरू सबै ह्याकर हुँदैन, अनि मोबाइल प्लेयर्सहरू सबै फेयर हुँदैन है। यति कुरा चाहिँ दिमागमा राख्नु, तिमीहरूलाई पनि थाहा हुन्छ, एक्सपिरियन्स अनुसार तिमीहरूलाई पनि थाहा हुन्छ लाइक कतिले ह्याक गर्छ, कतिले ह्याक गर्दैन होइन। सो त्यो कुराहरू याद राख्नु। ल केटा हो, आजको भिडियोको लागि चाहिँ यति कुरा गरौँ होइन। अब नेक्स्ट भिडियोमा म फर्दर कुरा गर्छु, सपोर्ट देखाउनु, सेयर गर्नु यो भिडियोलाई होइन। नेपालीमै गरिरहेको छु मैले भिडियो, नेपालीमै बनाइरहेको छु मैले भिडियो। आई होप द्याट नेपाली प्लेयर्सहरूले मलाई सपोर्ट गर्नुहुन्छ, त्यही